आज खुलेको विज्ञापन विभिन्न पदको लागि खुला प्रतिस्पर्धाको लागि भ्याकेन्सी खोलाएको रहेछ। सुरुमा रहेछ कर्मचारी सञ्चय कोषले पनि भ्याकेन्सी खोलाएको रहेछ। यो 8औं, 7औं, 5औं, 4थो तहको लागि भ्याकेन्सी खोलाएको रहेछ। जस्तै 8औं तहको लागि प्रबन्धक पद र सेवा समूह प्रशासन मधेसी 1 जना। त्यसपछि 7औं को लागि उपप्रबन्धक पदको लागि खुला 1 जना। यस्तै 7औं उपप्रबन्धक कानुनको लागि पनि 1 जना। यसरी विभिन्न पदको लागि भ्याकेन्सी खोलाएको रहेछ। यसको दरखास्त दस्तुर कहिलेसम्म तिर्नुपर्ने छ भने मुनि भन्ने छु मैले। यसको प्रत्येक विज्ञापनको पदको लागि दरखास्त दस्तुर 1100 हुनेछ र थप 500 समावेशी समूहको लागि बुझाउनु पर्ने रहेछ। त्यस्तै 5औं र 4थो तहको लागि त्यस्तै 5औं तह प्रमुख सहायक पदको लागि खुल्लामा 9 जना खोलाएको रहेछ भने महिला 2, आदिवासी जनजाति 2, मधेसी 2, दलित 1, अपाङ्ग 1 गरेर खोलाएको रहेछ। त्यस्तै 4थो सहायक पदको लागि पनि खुला 2, महिला 1 र यो 5औं तहको लागि दरखास्त दस्तुर 600 समावेशी समूहको लागि 300 हुनेछ। त्यस्तै परीक्षाको किसिम 4औं, 5औं पदको लागि लिखित, कम्प्युटरसिप परीक्षण तथा अन्तर्वार्ता हुनेछ भने अन्य सबै पदहरूको लागि लिखित तथा अन्तर्वार्ता हुनेछ। साथै 4औं तह सहायक पदको हकमा पाठ्यक्रम वा उल्लेखित संस्थाहरूको खुला प्रतियोगितात्मक परीक्षाको लागि प्रथम पत्रको विषयवस्तु एउटै कमन र अनिवार्य हुनेछ। तर द्वितीय पत्रको सेवा समूह र संस्था सम्बन्धी विषय कर्मचारी सञ्चय कोष अनुरूप हुनेछ। यसको आवश्यक न्यूनतम शैक्षिक योग्यता के हो भने 8औं तहको लागि प्रबन्धक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण वा मानव निकाय अन्तर्गत अर्थशास्त्र विषयमा स्नातकोत्तर तह वा सोसर उत्तीर्ण गरेको र कुनै पनि सरकारी सेवा वा प्रचलित कानुन बमोजिम स्थापित भएको सङ्गठित संस्थामा अधिकृत अफिसर लेभलको पदमा कम्तीमा 5 वर्ष कार्य गरेको अनुभव हासिल गरेको हुनुपर्नेछ। 7औं तह उपप्रबन्धक पदको लागि पनि माथि जस्तै ब्याचलर उत्तीर्ण हुनुपर्नेछ। त्यस्तै 7औं तह उपप्रबन्धक पदको लागि कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने रहेछ। यस्तै अन्य पदहरूको लागि पनि यस प्रकार शैक्षिक योग्यता चाहिने भएको छ। साथै यसको सम्पूर्ण पाठ्यक्रम कोषको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ। साथै 4औं तह सहायक पदको हकमा पाठ्यक्रममा उल्लेखित संस्थाहरूको खुला प्रतियोगिता परीक्षाको लागि प्रथम पत्रको विषयवस्तु एउटै कमन र अनिवार्य हुनेछ। स्थायी वा स्थायी यस्तै परीक्षणकाल भनेको कर्मचारी सञ्चय कोषको कर्मचारी सेवा गर्न नियमावली 2078 को नियम 32 को व्यवस्था अनुरूप हुनेछ। दरखास्त दिने अन्तिम मिति भनेको यसको प्रकाशन भएको 21 दिनसम्म 2082 माघ 29 सम्म र दोबर दस्तुर 2082 फागुन 7 गतेसम्म दिन सक्नुहुनेछ। साथै दरखास्त फारम र दरखास्त दस्तुर यसको वेबसाइट www.cpf.org.np बाट भर्न सक्नुहुनेछ। कार्य गर्नुपर्ने क्षेत्र भनेको काठमाडौँ र काठमाडौँ बाहिरका ठाउँहरूमा गर्नुपर्नेछ। समावेशी समूहको विज्ञापनमा दरखास्त दिने उम्मेदवारको लागि विशेष निर्देशन। समावेशी समूहको लागि त्यो समावेशी जस्तै तपाईँको आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गका पिछडिएका क्षेत्रहरूका हकमा त्यस्तो केसमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको हकमा त्यो सबै उनीहरूको प्रमाणपत्र हुनुपर्नेछ। त्यस्तै नागरिक लगानी कोष काठमाडौँले पनि भ्याकेन्सी खोलाएको रहेछ। नागरिक लगानी कोषले सहायक
अधिकृत, सहायक कम्प्युटर अधिकृत, वरिष्ठ अधिकृत र सहायकको लागि छैटौँ, पाँचौँ र चौथो पदको लागि विज्ञापन खुलाएको रहेछ। सहायक अधिकृत पदको लागि 2 जना, सहायक कम्प्युटर अधिकृतको लागि 1 जना, वरिष्ठ सहायक 1 जना र सहायक 7 जना। यो सबै खुल्लाबाट 1 जना, महिला 1। यसरी यो नागरिक लगानी कोषबाट तपाईँहरूले यो दरखास्त बमोजिम फर्म भर्न सक्नुहुनेछ। विज्ञापन सम्बन्धी विशेष सूचना स्थायी सेवाको लागि विज्ञापन खुलाएको हो। परीक्षा दस्तुर अधिकृत स्तर छैटौँ पदको लागि 1000 रुपियाँ हुनेछ भने अन्य पदको लागि 600। यसको तलब सुविधा भनेको कोषको नियमअनुसार हुनेछ। यसको लागि न्यूनतम शैक्षिक योग्यता भनेको सहायक अधिकृत छैटौँ तहको लागि, प्रशासनका लागि मान्यता प्राप्त विश्वविद्यालय स्नातक तह उत्तीर्ण वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक सहित चार्टर्ड एकाउन्टेन्ट कोर्स उत्तीर्ण गरी सम्बन्धित निकायबाट व्यवसाय प्रमाणपत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। यस्तै अघि भने जस्तै समावेशी समूहको लागि पनि समावेशी समूहको प्रमाणपत्र अनिवार्य अपलोड गर्नुपर्ने रहेछ फर्म भर्दाखेरि। यसका साथै निक्षेप तथा कर्जा सुरक्षा कोषले पनि अपराविधिक तथा खुला प्रतियोगिता पदको लागि विज्ञापन खुलाएको रहेछ। यसले अधिकृत 7 तहको लागि प्रशासन पदको लागि 1 जना, साथै प्रशासन सहायक तह 5 को लागि पनि 1 जना खुलाएको रहेछ। त्यस्तै खुला प्रतियोगिता पदबाट अधिकृत स्तर 7औं तहको लागि 1 जना र सहायक अधिकृत पदको लागि खुला 1 र आदिवासी जनजाति 1 जना दरखास्त दस्तुर तपाईँ हेर्न सक्नुहुनेछ। सुरुमा आन्तरिक प्रतियोगितातर्फ अधिकृत स्तरको लागि 800 र प्रशासन सहायक भनेको लागि 600 अनि खुला प्रतियोगिताबाट अधिकृत पदको लागि 800 अनि सहायक अधिकृतको लागि 700 र समावेशी समूहको लागि 300 हुनेछ। पाठ्यक्रम कोषको निर्णय अनुसार हुनेछ। यसका साथै सामाजिक सुरक्षा कोषले पनि खुला प्रतियोगिता पदको लागि विज्ञापन खुलाएको रहेछ। यसले त 9, 8, 7, 5 र 4थो पदको लागि विज्ञापन खुलाएको रहेछ। 9 पद उपलब्धको लागि 1 जना, 8औं पदको लागि पनि 1 जना, यसरी अन्य पदको लागि भ्याकेन्सी खुलाएको देखिन्छ। यसको पाठ्यक्रम कोषको अनुसार नै हुनेछ र परीक्षा केन्द्र भनेको काठमाडौँ र दरखास्त दिने अन्तिम मिति भनेको 10-29 र दौड दस्तुर भनेको 11 महिना 7 गतेसम्म दिन सक्नुहुनेछ। दरखास्त दस्तुर भने 9 तहको लागि 1500, 7औं 8औं पदको लागि 1200, 6ठौँ पदको लागि 1000, 5औं को लागि 600 र 4थो पदको लागि 400 हुनेछ। हस्त धन्यवाद। म यो सबै सामाजिक कोष तथा नागरिक लगानी कोषहरूको पाठ्यक्रम अर्को भिडियोमा ल्याउनेछु। हस्त धन्यवाद।